साथीहरू, भुन्टी सिरियलको नयाँ भागमा भने हामीले अहिले आएर भूपेन्द्रले पनि आफ्नी श्रीमती भुन्टीलाई नै दोष लगाएका छन् भन्ने कुरा थाहा पाउन सक्छौँ। हो साथीहरू, जब भूपेन्द्र र भूपेन्द्रको भाइ त्यो भूमिकामाथि जबरजस्ती गर्ने केटा भए ठाउँमा सोधपुछ गर्नको लागि सत्य कुरा के हो भनेर पत्ता लगाउनको लागि जान्छन्, तब भने त्यो केटाले मलाई यो सबै काम गर्नको लागि तपाईँकी श्रीमती भुन्टीले पैसा दिएर अराएकी हो, म पैसाको लोभमा आएर यो सबै काम गर्नको लागि बाध्य भएको हो भनेर त्यो भूमिकाको केटाले भूमिकामाथि जबरजस्ती गर्ने केटाले पनि भुन्टीलाई नै फसाएको छ। भूपेन्द्रले प्रहरी चौकी गएर त्यो केटालाई भने तसँग यो सबै काम गर्न लगाउने मेरी श्रीमती भुन्टी हो भन्ने के प्रमाण छ भनेर प्रश्न गर्दाखेरि त्यो केटाले भने तपाईँकी श्रीमती भुन्टीले मलाई राति फोन गरेको मसँग प्रमाण छ, तपाईँहरू नपत्याई मेरो मोबाइल चेक गर्न सक्नुहुन्छ, त्यहाँ तपाईँहरूले सबै प्रमाण पाइहाल्नुहुन्छ भनेर भनिसकेपछि भने भूपेन्द्र र भूपेन्द्रको भाइ भएर त्यो केटाको मोबाइल फोन चेक गर्नतिर लाग्छन्। तिनीहरूले चेक गर्दाखेरि त्यहाँ भुन्टीले फोन गरेको देखिसकेपछि भने भूपेन्द्रले पनि यो सबै काम गर्न कतै भुन्टीले नै त लगाएको होइन, यहाँ त भुन्टीले पनि यो केटालाई फोन गरिरहेकी छे भनेर थाहा पाउँछन्। त्यस पछाडि भूपेन्द्रले भने मनमा नै पक्कै पनि यो सबै काम गर्न लगाउने भुन्टी नै हो भन्ने मनमा सोचेका छन्। भूपेन्द्रले त्यो केटाको फोनमा त्यसरी भुन्टीले फोन गरेको प्रमाण भेटिसकेपछि भने भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई दोषी सम्झेर उनी रिसाउँदै घर फर्किएका छन्। बाटोमा भूपेन्द्रका भाइ भीमले अब त के गर्ने, भाउजूलाई सिधै ल्याएर जेल त हाल्ने होला नि भन्दाखेरि भूपेन्द्रले भने अब म घर गएर भुन्टीसँग सबै कुरा राम्रोसँग सोध्छु, यदि भुन्टीले साँचो साँचो कुरा भनिन् अनि के रहेछ भनेर थाहा पाइयो भने भुन्टीलाई केही कारबाही गर्नै पर्दैन। यदि भुन्टीले गलत गरेकी रहेछन् भने जेल ल्याएर हाल्नै पर्छ, यदि गलत गरेकी रहेनछन् भने त भुन्टीलाई यसरी जेलमा ल्याएर हाल्नु हामीलाई पाप नै लाग्छ भनेर भूपेन्द्रले भने आफ्ना भाइ भीमलाई सबै सुनाउँछन्। उता भीम भने यति सबै भएको थाहा हुँदाहुँदै यत्रो धेरै फोन गरेको प्रमाण हामीसँग हुँदाहुँदै पनि अझै भाउजूलाई गएर के सुनाउने, चोरले म चोर हुँ त भन्दैन, त्यही भएर हामीले सिधै भाउजूलाई जेल ल्याएर हाल्नुपर्छ, जेलमा कोच्नुपर्छ भनेर भन्दाखेरि पनि भूपेन्द्रको मनले भने मानेको छैन। कतै भुन्टी नै त सही होइन, भुन्टीले केही कामै गरेकी छैन, भुन्टीले गलत काम गर्नै सक्दिन भन्ने सोचेका भूपेन्द्रले भने निर्णय नै लिन सकिरहेका छैनन्। वास्तवमा हुन पनि हो, भुन्टीले कुनै गलत कामहरू गरेकी छैनन्, भुन्टीलाई त अरू कसैले फसाइरहेका छन्। हो साथीहरू, उता गाउँभरि छरछिमेकभरि त्यो भुन्टीले नै गलत काम गर्न लगाएकी हो भन्ने भ्रम पनि भूपेन्द्रका दुश्मनहरूले भूपेन्द्र र भुन्टी बीच झगडा गराउनको लागि यो भ्रम फैलाइरहेका थिए। अनि भूपेन्द्रले आफ्नो व्यापारमा ध्यान दिन नपाओस् भनेर उनीहरू सबैले यस्तो कामहरू गरिरहेका छन्। तर यता भूपेन्द्रलाई भने झुटो प्रमाणहरू देखाएर तिनी सबैले भुन्टीलाई सजाय दियोस् भन्ने सोचेर यसरी फसाइरहेका छन्। साथीहरू, के हामीले भुन्टी सिरियलको नयाँ आउने भागमा भूपेन्द्रले यो सबै सत्य कुराहरू थाहा पाउँछन् कि थाहा पाउँदैनन् होला? तपाईँहरूलाई के लाग्छ? तपाईँहरूलाई लागेको विचार अनि प्रतिक्रिया भने तल खाली रहेको कमेन्ट सेक्सनमा लेख्न नबिर्सिनुहोला। साथीहरू, भुन्टी सिरियलको नयाँ भागमा भने हामीले भुन्टी अनि भूमिकाको झगडा पनि देख्न सक्छौँ। हो साथीहरू, जब भूपेन्द्रले उता बाहिर जाने बेलामा भूमिकाको हात खुट्टा बाँधेर गएका थिए, त्यस पछाडि भूमिकाले भने घरमा दाजुहरू नभएको मौका छोपेर त्यो हातको डोरी आफै बल गरेर फुस्काएर भुन्टीसँग झगडा गर्नको लागि भुन्टी बसिरहेको ठाउँमा आउँछिन् अनि सुरुमा भुन्टीलाई हात हाल्न थाल्छिन्। सुरुमा त भुन्टीले यस्तो कुराको वास्ते नगरिकन हाँसेर उडाउन खोजिन्, तर पछि भूमिकाले भने धेरै न्यु खोजिसकेपछि भुन्टीमाथि हात उठाइसकेपछि भने भुन्टीलाई पनि रिस उठ्छ अनि भुन्टीले पनि भूमिकालाई दरो हानेकी छिन्। यसरी भुन्टी र भूमिकाको भने धेरै ठुलो झगडा परिरहेको छ। जब भूपेन्द्र र भीम घर फर्किरहेका हुन्छन् त्यति बेला बाटैमा भने भूमिका लडिरहेकी हुन्छन्। हो साथीहरू, उता भुन्टीको बारेमा चाहिँदो नचाहिँदो गफ लगाउनको लागि कुरा लगाएर भुन्टीलाई नराम्रो देखाउनको लागि भूमिका भने तल गेटमै आएर बसिरहेकी हुन्छन्। दाजुहरू आउने बित्तिकै भूमिकाले भने मलाई भुन्टीले कुटेर मारे, त्यसलाई आफू मात्रै पकाएर खाइ, मलाई चाहिँ दिन, मलाई त कुटेर यस्तो बनाइदिए, त्यसलाई नछोड्नु है दाजु भन्दै आफ्नो कुनै गल्ती नभए जस्तो सबै दोष भुन्टीमाथि थुपारेकी छिन्। उता भूपेन्द्रले भने खासै यस्तो कुरामा ध्यान त दिँदैनन्, तर भूपेन्द्रका भाइ भीम भने तँलाई साँच्चीकै यो हालत
त्यो भाउजूले नै बनाइदिएकी हो भनेर प्रश्न गर्दाखेरि भूमिकाले भने हुन त सुरुमा त मै त्योसँग झगडा गर्न भनेर गएकी थिएँ, तर त्योसँग झगडा गर्न कसले सक्छ भनेर सत्य कुरा भने आफ्ना कान्छा दाजु भीमलाई सुनाउँछे। तर उता भीमले पनि भूमिकालाई भने तमाथि यस्तो सबै घटना घटाउनुमा हाम्रै भाउजूको हात रहेछ भनेर नचाहिने कुरा भूमिकालाई सुनाइसकेपछि भने भूमिकालाई पनि भुन्टीदेखि झन् धेरै रिस उठेको छ। भूपेन्द्रले भने घर आएर भुन्टीमाथि सोधपुछ गर्न थाल्छन्। भुन्टी, तिमीले किन भूमिकामाथि जबरजस्ती गर्ने केटालाई फोन गरेको थियौ? तिमीले त्यो केटालाई 2 चोटि फोन गरेकी रहेछौ। कतै तिमीले नै त भूमिकामाथि त्यस्तो गर्नको लागि उस्काएकी त होइनौ भनेर प्रश्न गर्दाखेरि उता भुन्टीको मन भने दुख्छ। हो साथीहरू, भुन्टीले गर्दै नगरेको आरोप उता भूपेन्द्रले पनि लगाइसकेपछि भने भुन्टी एकदमै दुखी अनि निराश हुन्छन्। मलाई त तपाईँले त मलाई बुझ्नुहुन्छ होला, अरूले त मलाई आरोप लगाए तपाईँले त सत्यको छानबिन गरेर मेरै साथ दिनुहुन्छ होला भन्ने सोचेको थिएँ, तर तपाईँले पनि अहिले आएर मलाई नै दोष दिनुभयो भनेर भुन्टी भने भूपेन्द्रसँग एकदमै मन दुखाउँछिन्। तर भूपेन्द्रले भने सत्य कुरा थाहा पाउनको लागि नै यो सबै कामहरू गरिरहेका छन्। भूपेन्द्रलाई भने भुन्टीले कहिले पनि यस्तो नराम्रो कामहरू गर्न सक्दिन भन्ने लागिरहेको छ। तर के गर्नु, भूपेन्द्रलाई तिनीहरूले भने झुटो प्रमाण देखाएर भुन्टी नै नराम्रो हो भन्ने बनाएका छन्। त्यसै कारणले गर्दा यसरी भूपेन्द्रले सोझै भुन्टीमाथि शङ्का गरिराख्नु परिरहेको छ। साथीहरू, भूपेन्द्रले भने अन्ततः आफ्नी श्रीमती भुन्टीलाई पनि प्रहरी चौकी लिएर जाने भएका छन्। हामीले भुन्टी सिरियलको नयाँ भागमा भने भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई प्रहरी चौकी लिएर जाँदै गरेको देख्न सक्छौँ। भूपेन्द्रले सत्य कुराको छानबिन गर्नको लागि यो सबै कामहरू गरिरहेका छन्। उता भूपेन्द्रकी बहिनी भूमिका अनि भाइ भीम भने यो सबै दृश्य देखेर उनीहरू भने खुसी भइरहेका छन्। उनीहरूलाई त भुन्टी पहिलेदेखि नै मन परिरहेको हुँदैन। तिनीहरूले भुन्टीलाई पहिले पनि निकै दुःख दिइरहेका हुन्छन्। अहिले आएर पनि बिचरा सोझी भुन्टीलाई निकै दुःख दिइरहेका छन्। तर वास्तवमा भन्नुपर्दा भुन्टीको यो कुनै गल्ती पनि छैन। साथीहरू, भुन्टी सिरियलको अब आउने नयाँ भागमा भूपेन्द्रले सत्य कुरा थाहा पाए भने भुन्टी पके पनि जेल जानबाट बचिन् होला। साथीहरू, तपाईँहरूले अब आउने भुन्टी सिरियलको नयाँ भागमा भूपेन्द्रले सत्य कुरा थाहा पाउनुपर्छ भन्ने को हुनुहुन्छ? तपाईँहरू आफ्नो विचार अनि प्रतिक्रिया तल खाली रहेको कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनुहोला। अनि यस्तै खालको भिडियो हेर्नको लागि हाम्रो यस च्यानललाई पनि सब्स्क्राइब गर्नुहोस्।